कसैको स्कुटी बाइकहरु धुनु छ भने मलाई भन्नु होला साथीहरु। पाइप त भारी रहेछ त्यो साथीहरु। साथीहरु पानी परेर त यस्तो तनाव भयो। मम्मीको यत्रो मेहनत चौपट भयो कि साथीहरु। 4 बजे उठ्छु भाइ निस्किनु परेन। Hey guys, good morning. Welcome to my new video. This is me Pramila and I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र आरामै छु। अनि अहिले चाहिँ बजिरहेको छ बिहानको 10। घरमा चाहिँ म एक्लै छु किनभने भाइ स्कुल गइसक्यो, मम्मी काममा गइसक्नु भयो र बहिनी चाहिँ बिहानै कलेज गइसकेकी थिइन्। अब चाहिँ आउने टाइम पनि हुन लागिसक्यो। भाइको स्कुलमा चाहिँ त्यहाँ जानुपर्ने छ। सो अब के हुन्छ हेर्दै जाम। अनि अहिले चाहिँ मलाई स्कुटी धुनु छ किनभने एकदमै फोहोर भएको छ। सो जाम हेरौँ अनि स्कुटी चाहिँ पखालेर नयाँ बनाम साथीहरु। सो चलो। स्कुटी पखाल्नको लागि चाहिँ पाइप चाहियो तर त्यो हामीसँग छैन। अब म जान्छु भाउजूसँग पाइप माग्छु। भाउजू मलाई पाइप दिनु न कहाँ छ? मैले चाहिँ पाइप भने भेटाइसके। यहाँ चाहिँ यसरी बान्नु भएको रहेछ। अब म चाहिँ यसलाई फुकाल्छु। बान्नु भएको रहेछ। कतातिर बाटो फुकाले मैले चाहिँ। पाइप त भारी रहेछ त साथीहरु। अब चाहिँ म यसलाई बाहिर लग्छु अनि धुन्छु साथीहरु। चापी पनि यही रहेछ। साथीहरु यहाँ चाहिँ म स्कुटी धुदैछु। कसैको स्कुटी बाइकहरु धुनु छ भने मलाई भन्नु होला साथीहरु। स्कुटी धोएर पनि सके मैले। अब चाहिँ म यसलाई उता लगेर राखिदिन्छु। साथीहरु अहिले चाहिँ 2 बजिरहेको छ अनि म अहिले बजारतिर जाम भनेको त यहाँ यसरी पानी पर्न स्टार्ट गरिसक्यो। साथीहरु पानी परेर त तनावै भयो। हेर्नुस् न म कहाँ जाने भनेको मान्छे अहिलेसम्म यही छु कि आज पनि नजाने भयो। अझै पनि सिमसिम पानी पर्दैछ। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यस्तो खेतमा पानी डमक्कै भइसक्यो साथीहरु। त्यहाँ तलतिर पनि छ होला तर अहिले पानी रोकिएपछि चाहिँ म हजुरहरुलाई अहिले राम्ररीसँग देखाउँछु। यताको यस्तो। ओइ रमिला उठ्न के उठ। साथीहरु यहाँ चाहिँ म मेरो बहिनीलाई उठाउँदा थाकिसके। उठ्दा पनि उठ्दैन यो। अब रिसाएर सुतिरहेछि झनै। अब म चाहिँ जान्छु एक्लै खेतमा। हेर्नु होला। अब चाहिँ म त्यहाँ परको खेतमा जाँदै छु। यस्तो झाडीमा भने अलि होसियारसँग हिँड्नु पर्छ किनभने यतातिर सर्पहरु हुन्छन् र मलाई पनि यही डर लाग्छ। हेर्न सक्नुहुन्छ म चाहिँ यहाँ आइसकेको छु। त्यहाँबाट चाहिँ म यहाँ आइसके साथीहरु। हेर्नुस् यहाँ पानीहरु पनि डमक्कै भएको छ। पानी पनि धेरै ठुलो पर्यो कि। अनि साथीहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेरो मम्मीले यसरी बार लगाउनु भयो। यो बारबाट चाहिँ भित्र यहाँदेखि फोरेर पनि बाल्ला खेतमा हालिसक्यो किनभनेपछि हाम्रो उतातिर होम पाइप छ कि। अनि त्यहाँबाटको चाहिँ यो खेतको बाल्ला र प्लस यो चाहिँ बाटोको बाल्लाहरु सबै बगाएर साथीहरु हाम्रो खेतमा हाल्दियो। मम्मीको यत्रो मेहनत चौपट गयो कि साथीहरु। अब मम्मी काममा जानु भएको छ अनि आएर हेर्नुहुन्छ। सो साथीहरु यतातिर चाहिँ मेरो भाइ पनि स्कुलबाट आइसकेको छ। हेर्न सक्नुहुन्छ मेरो भाइ स्कुलबाट आइसकेको छ। अनि बाबु देखाइदेऊ त। यो चाहिँ टेस्ट पेपर अरे। टेस्ट पेपरमा सामाजिकको टेस्ट पेपरमा बाबुले 10 आउट अफ 8.5। राम्रो कि नराम्रो गाइस यस्तो कमेन्ट गरिदिनु होला है। राम्रो हो कि नराम्रो त? 10 मा 8.5। त्यो टेस्ट थियो बाबु। यो सरप्राइज टेस्ट हैन। सो साथीहरु हेर्न सक्नुहुन्छ मेरो मम्मी पनि आइसक्नु भएको छ। अहिले चाहिँ साँझ परिसकेको छ। अब खाना बनाउने टाइम पनि भइसक्यो साथीहरु। अनि मलाई चाहिँ थोरै भिडियो एडिट गर्नु थियो। अहिले चाहिँ म पोस्ट गर्छु नि त साँझतिर मिनी ब्लग। त्यसैले म अब एडिट गर्छु अनि मेरो बहिनीले यता खाना पकाउँछिन्। साथीहरु मैले चाहिँ के यसलाई के दिनभरि उठाए हैन जाम खेतमा जाम भनेर मम्मी
मैले मम्मी तपाईँ पनि सुन्नु गाइजहरू तपाईँ पनि सुन्नुहोस् मैले यसलाई दिनभरि उठाएँ रमिला जाम खेतमा पानी पनि गइरहेको थियो होइन अच्छा जाम भनेर उठाएँ उठ्दै उठिने कि मम्मी सुन्नु साथीहरू अनि अहिले चाहिँ यसको नाटक हेर्नुहोस् काम गर्ने नाटक 4 बजे उठ्छु बहिनी सुत्नु परेन टाइममा साँझ टाइममा सुत्नु पर्यो त त्यसको लागि A few moments later. I say young people fall in love with me. That's alright, that's okay. And you think that you're in love when you're really just in mistakes get made. That's alright, that's okay. In the end, it's better for me. That's the more. It's funny how a memory turns into a bad dream when running wild turns violent. अनि गाइज आज चाहिँ म कहाँ जाने भनेको थियो त्यो सबै पानी परेर चौपट भइसक्यो आज चाहिँ म कहीँ पनि गएन अनि साथीहरू आज चाहिँ हामीहरूसँग फाइनली 1000 सब्सक्राइबर कम्प्लिट हुनुभएको छ मैले त्यो सोच्दा पनि सोचेको थिएन होइन यति छिटो हुन्छ भनेर सो गरिदिनु भयो तपाईँहरूको सबै मायाले गर्दा नै यति धेरै फ्यामिलीहरू जोडिनु भयो त्यसको लागि धेरै मनैदेखि धेरै धन्यवाद गर्छु तपाईँहरूलाई भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद अनि साथीहरू आई होप तपाईँहरूलाई आजको भिडियो मन परेको छ भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला सो गाइज अब म यो भिडियोलाई यही इन्ड गरिदिन्छु भेटौँला नेक्स्ट भिडियोमा टिल देन टेक केयर ओके बाई गाइज